I saw you from across the way, and I think about that moment every day. Holding on to that feeling is enough. It's enough for me. Your smile, it drew me in. Hello guys, welcome to my channel once again. आज हामी चाहिँ हाइकिङ को लागि फुजिसानतिर गइरहेका छौं। आज मर्निङ मर्निङको चाहिँ 8 बजिरहेको छ। 8 बजेको हाम्रो यहाँबाट इसेहारा तोकाइदाइगाकोबाट हाम्रो चाहिँ यात्रा स्टार्ट भएको छ र आजको हाम्रो यात्रामा चाहिँ पछाडी हुनुहुन्छ इचुमोना दिदी, डल्मा दिदी। त्यसै यता हामीसँग फर्स्ट टाइम हाम्रो ग्रुपमा हिँड्नु भएको छ सत्यमजा सर। हजुर सरलाई कस्तो फिल भइरहेछ आजको? म एकदम खुसी छु। मेरो आज फर्स्ट एटेम्प्ट हो। म चाहिँ यसलाई फेरि कन्टिन्यू गर्न चाहन्छु। आज खासमा म जङ्गल लभर नै हो चाहिँ, तर हामी चाहिँ पाहाड जान लागेको छ। पाहाड पनि ठिक छ, केही छैन, जङ्गलै हो। म कन्टिन्यू गर्छु, नेक्स्ट टाइम पनि म जान्छु, मलाई इन्भाइट गर्नु होला। ओके सर, थ्याङ्क यू। हाम्रो यात्रा कन्टिन्युस भइरहेछ र हामीले चाहिँ अब यामाहरू देख्न थालेका छौँ। यो चाहिँ हाम्रो मर्निङको खाजा पान र कफी छ। 7-11 को कफी र पान। 1.5 घन्टा जति भयो हामी हिँडेको इसेहाराबाट र अब हामी चाहिँ हाम्रो डेस्टिनेसन अब कति छ, आधी घन्टामा पुग्छ होला। 18 मिनट रहेछ गाइस। ल हामी 18 मिनटमा हाम्रो डेस्टिनेसनमा पुग्छौँ। दिदी बोर त लागेछ नि तपाईँलाई? भ्यू इन्जोय गरिरहनु भएको छ? हामी चाहिँ कुरा गर्दै हिँडिरहेका छौँ। कुरा जापानमा भयो भने कुरा चाहिँ नेपालकै गरिरहेको छ। हेलो गाइज, हामी गोतेम्बामा आइपुगेको छौँ। कति आनन्दको फ्रेस हावा आयो दिदी। भारी बोक्ने भरिया दिदी र म छौँ गाइज। यतिखेर चाहिँ हामी गोतेम्बा यो फुजिसानको छेउमा आइपुगेका छौँ र हाम्रो चाहिँ अब यात्रा यहाँबाट स्टार्ट हुँदैछ। म होला पोटर चाहिँ आजको। अहिले चाहिँ हामी हेर्नुहोस् माउन्ट फुजी गोतेम्बा ट्रेल न्यू 550 स्टेसनमा आइपुगेका छौँ र यहाँबाट चाहिँ हाम्रो ट्रेल स्टार्ट हुन्छ। गोतेम्बा ट्रेल तोजनबिचीको इरिगची भयो। यहाँबाट हाम्रो स्टार्ट हुँदैछ। ल गाइज हाम्रो ल गेटबाट स्टार्ट भयो है गाइज। यहाँबाट हाम्रो गाइज अब हाम्रो यहाँबाट चाहिँ वर्ल्ड हेरिटेज फुजिसानमा हामी जाँदैछौँ। सर हामी यामामा प्रवेश गऱ्यौँ। कस्तो लागिरहेछ तपाईँलाई अहिलेको किमोची? उत्सुक लागिरहेको होइन। अब जाँदाखेरि चाहिँ आउँदाखेरि यो किमोची नहराओस्। भर्खर स्टार्ट हुँदैछ। दिदी कस्तो लागिरहेछ तपाईँलाई? फुजिसानै हो, हामी फुजिसानै हो भने चाहिँ। ल यस्तै छ गाइस, हामी अगाडि देखाउँदै जानेछौँ। ए दिदी रमाइलो भइरहेछ? होइन माउन्ट फुजी जान पनि सकिन्छ, जानु पनि सकिँदैन होइन। माथि गएर अब पोलेर पकाएर खानुपर्छ, रमाइलो गर्नुपर्छ। मिल्यो भने बदल मारेर खान्छौँ तर दिदीले खानु हुन्न अरे होइन। हामी दुईजना कति तुर्छौँ होइन, नसके जति फेरि ल्याउन पनि सक्छौँ। हाम्रो चाहिँ फुजी
चौथेन फर्स्ट डेस्टिनेसन चाहिँ उयो टपमा हुन्छ त्यहाँदेखि त्यहाँ पल्लोपट्टिको टप हुन्छ थुम्का सुरुमा चाहिँ यता हुँदै जाने konnichiwa hai के मन पर्यो दिदी दासरको बसमा यो फुताचु यो हो हाम्रो दिदी फुताचु जुत्ता हो हाम्रो फर्स्टको चाहिँ आरिगातो गोजाइमासु सिम्पल मिल हो दिदी यिनीहरू सबै konnichiwa आएपछि थाहा हुन्छ यस्तो दामी छ गाइज ल तपाईँहरू पनि आउनुहोस् आउनु चाहनुहुन्छ भने सुरुमा चाहिँ मेरो युट्युबमा भिडियो रिलिज हुन्छ त्यहाँ हेर्नुहोस् मैले च्यान्त अन्याय गरेको छु हेरेर स्वर्ग जस्तो ठाउँमा सल्लाह सुझाव दिन मन लाग्यो पनि हजुर नि हार्टली वेलकम छ हजुर सल्लाह सुझावहरू दिनु होला होइन आफ्नो प्रतिक्रिया राखिदिनु होला त्यसको लागि चाहिँ आभारी हुन्छौँ होइन मेरो चाहिँ यो पहिलो अनुभव खासै सजिलो होला चाहिँ मैले मानिनँ यो पुरा ग्राभलीमा हिँड्ने रहेछ होइन यसले यो नर्मल्ली 2 घन्टा दौडेको र यसमा 40 मिनट चाहिँ हिँडेको बराबर गाइस तपाईँहरूले देख्नु भएको छ यो रुख हेर्नुहोस् वान साइडमा हाँगाहरू पातहरू पलाएको छ भने अर्को साइडमा केही पनि छैन यहाँ माथि हेर्न सक्नुहुन्छ यो चाहिँ अब चिसो हावाको बाफहरू उडिरहेको छ ओन्ली फुताचुका ओन्ली 40 मिनट त्यसपछि हाम्रो फाइनल डेस्टिनेसन गोतेनिवासम्म चाहिँ पुगेर फर्किन्छौँ होला कि जडीबुटी ल यसको यो छ नि यो भाज्ने कस्तो भाज्ने यो भाज्ने अनि बाहिरको बोखलहरू निकाल्ने भित्र चपाएर ल सर गीत गाउनुहोस् त लुम्लेको हावाले मनै छुने बैसालु मायाले हिलैमा हे हजुर पोखरा छैन घरबार भइसक्यो अहिलेसम्म घरबार यो चाहिँ जरमा 12 बजे हवा सरर आज भरे रोइलामा जानुपर्छ कि रोइला आफ्नो पेस अनुसार हिँड्नु होला बिस्तारै युक्कुरी यस्तो ठाउँमा यस्तो बाटोमा यस्तो हिँड्दाखेरि चाहिँ अलिकति ब्रेकिङ कन्ट्रोल गर्दै अलिकति आफ्नो इनर्जीलाई चाहिँ सेभ गर्ने
तरिकाले हिँड्नु होला। फुता जुजुका जङ्सनमा आइपुग्यो होइन। त्यसरीमा चाहिँ फुता जुजुकामा गएर चाहिँ एकछिन के गर्छौँ, खाजाहरू खान्छौँ। त्यसबाट झरेर माकुनिवा गएर त्यसपछि अनि फेरि फर्दर हामी गोतेनिवामा गएर आजको हाम्रो चाहिँ हाइक सक्ने प्लान गरेको छ। हामी सँगै हुन्छौँ सर। अब कन्टिन्यू। लगभग पुग्यो हाम्रो टार्गेट होइन। अब यहाँदेखि 10 मिनट गएर हामी अब चिया खाजा कफी सफी के हुन्छ। टपमा आइसकेपछि रिल्याक्स नै रिल्याक्स हुन्छ। बिचको बाटोमा उकालो चाहिँ अलिकति यो भाँसिने ग्राभिटी भावनाले चाहिँ सुखारे हुने रहेछ होइन। हामी गोतेनिवा जाने हो देखि हामी सुरुमा माथि गएर आउँछौँ हामी। ल अहिलेसम्मको यात्रामा के कस्तो भइरहेछ सर? टपमा आयो भने लास्ट चाहिँ रिल्याक्स हुँदो रहेछ होइन। यो चाहिँ राम्रो। हजुर हजुर यहाँ चाहिँ हाम्रो भेतरान हाइकर हुनुहुन्छ दिदीलाई सर तपाईँले अब के लिनुपर्ने आइडिया यहाँ भेतरान दिदी हुनुहुन्छ प्रो हो उहाँ चाहिँ। हामी चाहिँ यसरी हाम्रो वरिपरि होइन यसरी यो सिजनहरू हेर्नलाई कोठामा बसेर पाइन्छ त होइन। हरियो पऱ्यो हेर्ने भने कोठामा बसेर टिभीमा देख्न त पाउनुहुन्छ होइन। त्यसलाई हेर्नु ल आनन्द चिज हावा वा एक प्रकारको स्वर्गमै थिए जस्तो भन्दै धेरै कुरा भयो होला गाइज। म तपाईँलाई सिजनहरू चाहिँ देखाउँछु है गाइज। टपमा आइपुग्यो। नमस्कार नमस्कार। यो चाहिँ भनेर 18 चाहिँ धेरै ढुङ्गाले नि हाइकिङ हुन्छ होइन। त्यहाँ हाम्रो देखिने यस्तो छ है भ्यू चाहिँ। यो साइडमा चाहिँ छ है गाई चाहिँ यहाँबाट देखिने कुल चिसो छ। हामी चाहिँ खाजा खानु लागिरहेको छ। 11:30 बजे हामी गाइज सेमी लन्च। अनि के कस्तो छ सर? अनि नेचर गाइज ल हाम्रो खाजा सक्यो होइन। अब हामी जान्छौँ यहाँबाट सिधै हेर्नु त यहाँ माथि हेर्नु त्यो घाम लागेको डाँडा बिचको मात्रै अचम्म छ। गाइस हेर्नुहोस् हाम्रो गाडी इट्स अ मेजेस्टी माउन्ट फुजी। यो हाम्रो टप हो माउन्ट फुजीको जापानको सबभन्दा हाइएस्ट टलेस्ट माथि डाँडाबाट झरेर अब यो भ्यालीमा यता पनि डाँडा छ यता पनि डाँडा छ। डाँडाको बिचबाट हिँड्ने भइरहेछ। And just wow. Oh. Wow. म जाँदाखेरि त धेरै भएछ। पहिला हुन्छ 10 क्लास पढ्दाखेरि भनेको धेरै पहिला हो। हजुर बाटो धेरै नर्मल त्यो गाउँघरमा खेतको आर्मी नेचर राम्रो देखेको छैन त्यो चिन्ता लाग्यो है। ल दुईजना बस्नु ल यता फर्किन नि बन्द गरिदिन्छु म। लु चिज यस्तो अप्ठ्यारो बाटो यसरी बाटोमा हिँड्नुपर्ने हुन्छ। त्यही भएर तपाईँहरू पनि केयर गर्नु होला। एकदम जति चढ्यो त्यति झर्छ होइन। त्यही भएर यस्तो छैन त लास भन्ने छ। हाम्रो गाइजहरू तलतिर छ।
उपेन्द्र सर तलतिर हुनुहुन्छ यहाँबाट देखिन्छ आज यहाँदेखि कति टाढा हो Concaino haiko totemo kibishii道だ。はい、ちょっと最後さ、またライザルon the sun. Hello today. Finally. Tapos kami आइपुग्यो. सबैजना सर आउनु है माथि डाँडामा. चौडीको दुध खानुपर्छ. को भ्यू छ हैन. गाइस हाम्रो टपबाट देखिने भ्यूज. कस्तो हामी अघि चढेको यामा त्यहाँ खाजा खाएको. खाजा खाएर समिन्द्र सर भर्खर आइपुग्नु भयो. दिदी आउनु रहेछ. दिदी आउनु भयो. चक्कर लागेन. मजा आयो. अब पछि आउनु पर्ला माउन्टफुजी होइन. यहाँ एथलेटिक्सहरू बिरा राईलाई बोलाउनु पर्ला जस्तो. एथलेटिक्स ल गाइज हामी चाहिँ यस्तो बाटो नभएको ठाउँबाटै झर्दैछौँ. ए हेर्दैछ भिरैमा जाला जस्तो छ त दिदी. फेरि झरी गयो भने त्यसरी साइड झर्ने सर. अगाडि सानो पाइला गरेर ल गाई चाहिँ होइन यसरी. हजुर ए ल ए दिदी झर्नु भयो. लडी झर्यो है माया. सर तपाईँ त के हो क्या झर्नेमा त च्याम्पियन हुँदो रहेछ त. तल्लो है त्यहाँ पुग्नुपर्छ. हामी बिस्तारै झर्दैछौँ. यो चाहिँ यो सुजी रहेछ. ठ्याक्क अहिले हामी उभिएको चाहिँ 50 मिनट लाग्दो रहेछ. हामी चाहिँ अब यो गोतेनीवामा गइन्छ. गाइस च्याउ रेट है. गाइस यो च्याउ चाहिँ खानु चाहिँ मिल्दैन भन्दिनँ है. जङ्गलभित्र छिर्यौँ गाइस. अहिले चाहिँ रियलको जङ्गलभित्र छिर्यौँ. यस्तो छ. ओ चरा.
गाइज चराहरू चिरबिर चिरबिर गर्दैछ। हाम्रो फाइनल डेस्टिनेसन गोतेनिवा 20 मिनट हुन्छ। यहाँ सबै थाकिएको छु, दिदी पनि थाकिएको छु, म पनि थाकिएको छु। अब उयो गोतेनिवा गएपछि मिजुगाजुका जानु पर्ला सर। त्यहाँदेखि अझै 1 आवर। ल हाम्रो अलिकति इनर्जी लस भयो नि त। ल गाइस यस्तो छ है, अलिकति केयर गर्नु टाउको। दिदी टाउको बचाएर आउनु, उहाँ आउँदाखेरि चाहिँ जिउ मात्रै लिएर नआउनु। ओ यस्तो खतरा खतरा रहेछ गाइस। ल गोतेनिवा आइपुग्यो दिदी। ओ यही रहेछ गोतेनिवा। ल फाइनली हामी गोतेनिवा आइपुग्यो। अब हामी यति क्याम्पसाइम गाड्छौँ सिधा भने त जुन चाहिँ यु आर हियर। हामी अब यसरी जानु पर्ला, यसरी गएर यहाँबाट यताबाट झरेर अनि यता यसरी तलबाट झर्ने छैन, कालो छ यार होइन चाहिँ यो त्यति उकालो छैन होला, किन हामी यो माथि आएको नि त यो रुट। अनि योबाट यताबाट कसरी छ दिदी हो? हाम्रो लन्च सक्यो न सर। यहाँ लन्चसम्म आउँदाखेरिको तपाईँको यात्रा केही भन्नुहोस् त। दिदी तपाईँको लन्चसम्मको यात्रा कस्तो छ? हरियो जङ्गल देख्नु हुँदैन, हरियो देख्ने बित्तिकै फ्रेस खाएपछि ह्याप्पी हर्मोन पनि ह्याप्पी छ नि, हेर्दै ह्याप्पी छैन, ह्याप्पी हर्मोन डबल भइरहेछ डबल। गाई चाहिँतिर चाहिँ हामी यो गोतेनिवाको सित आजको हाम्रो यो डेस्टिनेसन चाहिँ यहाँबाट चाहिँ हामी फर्किन्छौँ। र अहिलेको चाहिँ 3 पनि बजिसकेको छ है। हामी अब 1980 मिटर हाइट छ, जस निकै अग्लै हो। ल गाइज हामी खायौँ पियौँ होइन, र आजको डेस्टिनेसनसम्म पनि पुग्यौँ। र यहाँबाट चाहिँ हाम्रो यात्रा अब फर्किन्छौँ। सायद यहाँबाट हाम्रो डाउन ट्रेल हाइक 2 घन्टा जति लाग्छ होला। र हामी बिस्तारै जान्छौँ। र जस आजको हाम्रो हाइक रमाइलो भयो होइन दिदी? रमाइलो भयो होइन सर? रमाइलो भयो, एकदम रमाइलो
हजुर हजुर दाउरा पनि शिकार पनि अब घोरेलहरू पायो भने शिकार खेलियो अरे गाइस यति राम्रो छ यो थाहा जापानमा पुरा स्याम्पाई सिउ खाइदिन्छ यो पुरै खाएको अब मानव ल यो ठाउँबाट यसरी यो रिकभर हुँदै आएन भने यो सबै यो सेतो सेतो भनेको यो घोरेल सबै खायो नि त यो रुख सुकिसक्यो झरेर अब माकुइवा रहेछ माकुइवामा जाँदैछौँ 5 मिनट्स भएको छ माकुइवा आइपुगेछ हामी चाहिँ फुलले गर्दो रहेछ किन यो कफीको टेस्टै फरक हुन्छ र नै प्लिज निन्द्रा लाग्दैन फेरि तातेको छ है चाहिँ यहाँ कफी बनाएर खाँदै चाहिँ आनन्दको जङ्गल बाटो अहिलेसम्मको हाम्रो हाइकको ट्रेलको सबभन्दा सजिलो बाटो होला होइन सर सजिलो बाटो यही हो तपाईँहरू बुझ्नुहोस् कि यो हलिउडको हरर फिल्महरू सुटिङ गर्ने ठाउँ हो बुझ्नुहोस् यहाँ माथिबाट हेर्न अब हामी चाहिँ जेहोस् अब बिस्तारै हाम्रो जहाँबाट बिहान स्टार्ट भएको थियो त्यहीँ फर्किँदैछौँ अब 5 मिनटको हाइकमा तल हामी देखिसकेको छ हाम्रो गाडीहरू राखेको ठाउँमा यहाँ हाइक कस्तो भयो तपाईँको नमस्कार मेरो फर्स्ट एटेम्प होइन अगाडि लास्ट लाग्यो फर्स्ट तर कडा रहेछ सर जस ठिकै भयो हामी माथि बादलभन्दा माथि गएर आएको होइन नजिक चाहिँ होइन यो बादल जहाँ देखिरहेको छ त्योभन्दा माथि नै हो लाग्यो त्यो हिसाबले गर्दाखेरि टाढै गएर आइयो जस फर्किँदाखेरि जाँदाखेरि जुन एक्साइटमेन्ट थियो फर्किँदाखेरि पनि त्यो एक्साइटमेन्ट कायम नै रह्यो किनभने हामी आरामको बाटो आइएछ कि जस्तो भयो त्यही भएर एकदम खुसी रमाइलो लाग्यो फेरि पनि नेक्स्ट टाइम पनि हजुरहरूलाई उनीहरूलाई जाँदाखेरि मलाई नछुटाउनु होला ल ओके यता दिदी आज तपाईँको हाइक कस्तो भयो एकदम राम्रो मलाई जस्ट फुजिसान गएको म त फुजिसान पुगेन त्यही पनि फुजिसान गएको आधा बाटो हो नयाँ भाइ आएको रहेछ नेक्स्ट हाइकिङ फेरि है बबिङ ओके थ्याङ्क यू ल गाइस आजको हाम्रो हाइक चाहिँ सोचेको भन्दा पनि जस राम्रो भयो सुरुमा चाहिँ चढ्दाखेरि अलिकति गाह्रो थियो होइन बाटो जसरी गएको थियो त्यसरी फर्क्यो त्यही हो खुसी त्यति हो र यति भन्दै आजको हाम्रो हाइकिङ ब्लग र हाइकिङ पनि सकिन्छ र ब्लग पनि सकिन्छ ल सी यू गाइज इन माई नेक्स्ट ब्लग नेक्स्ट टाइम I saw you from across the way, and I think about that moment every day. Holding on to that feeling is enough. It's enough for me. Your smile, it drew me in, and I bought you a drink, and ever since I've come to know